प्रोफेसर बालकृष्ण पोखरेल उहाँ जिउँदै हुनुहुन्थ्यो। उहाँले सुन्नु भएपछि रुनुभयो। रोए। मलाई पुरा आङ हालेर होइन किनभने त्यो कहाँ सुनाउनु भएको थियो? कहाँ रुनु भएको थियो? कार्यक्रममा? विराटनगरमा कार्यक्रममै। त्यहाँ एउटा साहित्यिकै कुनै कार्यक्रम थियो। मलाई पनि बोलायो, म गएँ। अनि अब गोविन्दजी हुनुहुन्थ्यो हाम्रो भट्टराई, गोविन्द भट्टराई। उहाँले नै भन्नुभयो उहाँ हाम्रो राई सर एउटा कविता सुनौँ भनेर। अनि मैले त्यही भनेँ। भनेपछि पोखरेल सर बिचरा होइन त्यस्तो वरिष्ठ, उहाँ त अब सिनियर हो नि हाम्रो भन्दा पुरा आँगो हालेर रुनुभयो। कार्यक्रममै रुनुभयो। हाम्रो टेलिभिजन दर्शकलाई पनि सर यो कविता सुनाइदिनु पऱ्यो हजुरले। हुन्छ। अब यो तपाईँलाई थाहै छ, यो जेनेरेसन ग्याप होइन, समय अहिलेको बदलिँदो समयलाई चाहिँ यो गर्छ। र मैले कविताको शीर्षक पनि समय नै भनेको छु। मलाई हिँ भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। मलाई हिँ भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। माथिल्लो तलाको कोठा जाडोमा धेरै चिसो, गर्मीमा धेरै तातो भए पनि ठिकै थियो। तर कोठाको एकमात्र झ्यालबाट दाहाल सर बसेको कोठा देखिन्छ। हामी दुवैले सँगै जागिर सुरु गरेका थियौँ, सँगै रिटायर भयौँ। उहाँलाई कोठाबाट बाहिर निकाल्दा छोराहरूलाई अप्ठ्यारो भएको थियो, तिमीहरूलाई पनि होला। मलाई हिँ भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। ठाउँ छैन भने त्यो ग्यारेज भए पनि हुन्छ। ठाउँ छैन भने त्यो ग्यारेज भए पनि हुन्छ। कार त मान्छे होइन, बाहिर पनि राख्न सकिन्छ। त्यो ठाउँ अलि पर पनि छ, खोक्दा ओर्दा कसैलाई डिस्टर्ब नहोला। मलाई भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला। तिम्री आमा पनि यहीँ बसेकी थिई। तिम्री आमा पनि यहीँ बसेकी थिई। यही कोठामा, यही खाटमा निदाएकी थिई। फेरि बिउजिन मैले बोलाउँदा पनि। तिमी पनि यहीँ बस्नु भनेर मलाई भनेकी थिई। मलाई यहाँ बस्दा सन्च हुन्छ, तिमीहरूलाई पनि माथि सन्च होला। मलाई यहीँ भुइँ तलामै बस्न देऊ, पछि बाहिर निकाल्न सजिलो होला।